Welcome to Diya Production. भोलि त यतिखेर कहाँ हुन्छु होला है म? तिमी एक्लै हुने भयो काम गर्दा। तर एक्लो महसुस कहिले पनि नगर्नु तिमीले। नजानु भने मान्नुहुन्न। बरु सुख दुःख त केही गर्नुला नि। के गर्नु? बाबाले यो संसार छोडेर गइसकेपछि घरको सबै जिम्मेवारी मैमाथि थुपारिएको छ। हाम्रो बच्चाको भविष्यको लागि पनि त सोच्नु पर्यो नि अब। म सधैँको लागि पनि छोडेर जान लागेको होइन नि। तिमीलाई त घरको सबै स्थिति थाहै छ। जाँदा म समुद्र पारी नरोए है आँसु झारी ल्याउने छु है धन कमाई बसौँला है रमाई रमाई। जाँदा म समुद्र पारी नरोए है आँसु झारी ल्याउने छु है धन कमाई बसौँला है रमाई रमाई। आधा जीवन बिते पनि परदेशको ठाउँमा, आधा जीवन बिते पनि परदेशको ठाउँमा, परदेशको ठाउँमा। आधा जीवन छँदैछ है तिम्रो मेरो नाउँमा, आधा जीवन छँदैछ है तिम्रो मेरो नाउँमा। पर्दैन पर्दैन खान बाबु खा, आमाको हातको खाएर जा। परदेशका ठाउँमा के होला कसो होला। घरबार सम्हाल्नु कसैको जालमा नपर्नु, 2 दिनको
खुसी हेरेर तिमीले मन नफेर्नु घरबार सम्हाल्नु कसैको जालमा नपर्नु 2 दिनको खुसी हेरेर तिमीले मन नफेर्नु झिकिदिन नसकुला बिझे काँडा पाउमा झिकिदिन नसकुला बिझे काँडा पाउमा आधा जीवन छँदैछ है तिम्रो मेरो नाउँमा 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 जाँदा म समुद्र पारी नरोए है आँसु झारी ल्याउने छु है धन कमाई बसौँला है रमाई रमाई जाँदा म समुद्र पारी नरोए है आँसु झारी ल्याउने छु है धन कमाई बसौँला है रमाई रमाई आधा जीवन बिते पनि परदेशको ठाउँमा आधा जीवन बिते पनि परदेशको ठाउँमा आधा जीवन छँदैछ है तिम्रो मेरो नाउँमा आधा जीवन छँदैछ है